निन्द्रा पनि मस्त लागेछ, धेरै थाकेर होला, खाना पनि खाएन छु, त्यही निन्द्रा थकाइले भएर होला होइन। बा पो कता गएछन्? ए बा बा एकछिन पर्खा कान्छा, म आउँदैछु। बोला रहेछ कान्छा, किन होला? हिजो धेरै थाकेर होला, मैले पनि खाना खाएन है। तपाईँले खाना खानु भयो कि भएन? मुनि पर्खिँदा त्यति निद्रा आएछ। बाबु बिहान बोलाउन आएको थियो सङ्गम, के कामले हो मैले उठाइनँ। ए सङ्गमले पो बिहान सोधेको थियो मलाई। सोधेको थियो। ए त्यसो भए यसो गर्नु न त, तपाईँ खाना खाँदै गर्नु है, म अहिले एकछिनपछि खान्छु, म उसलाई भेटेर पनि आउँछु है। हुन्छ। अनि त्यसपछि तपाईँ हामी कुरा गरौँला है बुवा है। हुन्छ। लाग्यो है त, ल बुवा है। ओहो सङ्गम, के गर्दैछौ? साके लिएर ए तिमीले बोलाएको रहेछौ होइन? बाबाले मलाई भन्दै हुनुहुन्थ्यो, तर म सुतेको थिएँ होइन। के काम थियो त्यस्तो? के गर्नु साथी, यस्तै हो गाउँघरतिरको काम। अब तिमी विदेश गएपछि मेरो नि कोही भएन साथी, भएको साथीहरू पनि त्यही हो, काठमाडौँतिर, कोही कता, कोही विदेशतिर, त्यस्तै हो। तिमी आयो, रमाइलो लाग्यो। भरे साँझतिर जाउँ न त माथि डाँडातिर, लोकल भाइले काटेर खाउँ ल्याएर राखेको छु, तिमीले बल्ल बल्ल आएको गाउन। किन साँझ? हामी अहिले नै जाउँ न, तिम्रो पनि काम सकिन लाग्यो। फेरि तिमी बिहान मलाई खोज्दै पनि आएको रहेछौ होइन, तिमीलाई पनि जाने मन छ। म पनि कति दिन भइसक्यो होइन, बाहिर अब धेरै भयो गाउँमा नआएको। एक्कासी आइसकेपछि घुम्न जाउँ न त है। किन अहिले? जाउँ न त, जाउँ, मेरो नि काम सकिहाल्यो। ए ल हुन्छ जाउँ। जाने त भन्यो साथी, यत्रो उकालो बाटो छ, त्यहाँ माथि पसल पनि छ है। त्यो पसलमा छ्याङ खाएर जाउँ न त। यो छ्याङ भने चाहिँ के रहेछ? छ्याङ भनेको छ कि एउटा कुरा, अहिले खानुपर्छ अनि थाहा पाउँछ। ए बाबु कान्छाहरू कता हो तपाईँहरू? अब साथी आएको रहेछ विदेशबाट, माथि गाउँ डाँडातिर घुम्न हिँडेको नि। अब कता बाबु, कता हिँडेको तिमीहरू चाहिँ? अब घुम्न हिँडेको? हजुर, कहाँ कुन बाटो जानु लाग्यो? बाटो त यही बाटो जाने हो हामी। त्यो बाटो त बन्द छ नि बाबु। बन्द? कसरी बन्द? अस्ति त म यही बाटो आएको हो, कसरी बन्द? यो बाटो बन्द भएको त धेरै जेल भयो बाबु। यो बाटोमा तपाईँहरू हिँड्दा विचार पुर्याएर हिँड्नुपर्ने हुन्छ। यहाँ त चिरञ्जीवी कथा थाहा छँदै होला तपाईँहरूलाई। हो प्रिन्स, नजाउँ, काकाले भनेको कुरा मान्नुपर्छ। मैले नि तिमीलाई भन्न बिर्सेछु। अब हामी तल्लो बाटो जानुपर्छ, चाहे बढी नै टाइम लागोस्, हामी तल्लो बाटोबाट नै जाउँ। यिनीहरूले यो कुरा पक्कै लुकाएर राखेको छन् होइन, तर यो कुराको रहस्य म बुझी छाड्छु। होइन, यो जमानामा नि के कुरा गरेको? यो जमाना भनेको पहिलाको जस्तो जमाना होइन, यो भनेको अर्कै युगको जमाना हो। यस्तो जमानामा पनि यस्तो त्यस्तो भूत र सुतको कुरा गर्ने हो त? अब उहाँले भनेको केही हुँदैन, हामी त लाग्नुपर्छ। जाउँ साथी। आज केटाहरू भनेको मानेनन्, नराम्रो बाटो गए। यिनीहरू पक्का पनि आज गाउँमा एउटा घटना चाहिँ भन्छ। ए साथी, हिँडेको पनि धेरै भइसक्यो, आधा घन्टाभन्दा बढी भइसक्यो होइन, अझैसम्म आइपुगेन त। बरु यतै कतै बसौँ क्या हो? यहीँ बसौँ, यहीँनिर है। पानी तिर्खा लागेको छ, अघि छ्याङले गर्दा घाँटी खसखसाएको छ। बरु यतै कता पानी छ भने व्यवस्था मिलाउन, पानी पिउनुपर्छ है। यति पतिर होला, म पानी खोजेर लिएर आउँछु। ए ल, हुन्छ।
हैट कस्तो तसेको, म उता पानी खोज्न गएको, बाटै बन्द रहेछ। म यता पसलहरू छ कि, म त्यता गएर पानीको बन्दोबस्त गरेर आउँछु है त। हुन्छ। होइन सङ्गम गएको पनि यत्रोको बेर भइसक्यो, कहाँ गयो होला? गलत बाटो आयो परिमा नराम्रो हुनेछ। होइन फोन पनि लाग्दैन, यो सङ्गम कहाँ गएछ? सङ्गम के भएको? तिमी पानी लिन गएको होइन? के भएको? तिमीले भने मैले यो बाटो नजाउँ भनेर। यो गाउँमा के हुँदैछ? पक्कै नि यो केही कुराहरू छ, गाउँलेहरूले मलाई बताउँदैछ।